रेबिज भाइरसबाट लाग्ने गम्भीर संक्रामक रोग हो जुन रेबिज संक्रमित जनावरको टोकाइबाट सर्ने गर्छ। यो रोग स्तनधारी जनावरहरूबाट मानिसमा सर्ने सम्भावना हुन्छ। खास गरी संक्रमित जनावरले टोकेमा वा चिथोरेमा मानिसमा रोग सार्न सक्छ। रेबिज प्राणघातक रोग हो। एकपटक पुष्टि भइसकेपछि बाँच्ने सम्भावना अत्यन्त न्यून हुन्छ। अहिलेसम्म संसारभरि रेबिज लागेर बाँच्ने केस अत्यन्तै कम छन्। तीमध्ये पनि खोप लगाइसकेका व्यक्तिहरू मात्र बाँच्न सफल भएका छन्। खोप नलगाएका मानिसको जीवित रहने कुनै प्रमाण छैन। मुख्य रूपमा जंगली जनावरहरूको टोकाइबाट रेबिज सर्ने सम्भावना बढी हुन्छ। नेपालमा विशेष गरी कुकुरको टोकाइबाट यो रोग धेरै फैलिएको पाइन्छ। त्यसबाहेक बिरालो बाँदर जस्ता जनावरले टोकेमा वा चिथोर्दा पनि संक्रमण हुन सक्छ। खोप प्रभावकारी उपाय हो, तर पूर्ण रूपमा भरपर्दो भने होइन। कुकुरलाई खोप लगाएपछि उसको शरीरमा एन्टिबडी बनेको छ कि छैन भन्ने महत्त्वपूर्ण हुन्छ। यदि आवश्यक मात्रामा एन्टिबडी उत्पन्न नभएमा खोप लगाए पनि कुकुर रेबिज संक्रमित हुन सक्छ। त्यसैले खोप लगाएको कुकुरले टोके पनि तत्काल अस्पताल पुगेर चिकित्सकको सल्लाह अनुसार खोप लगाउनुपर्छ। साधारणतया टोकाइ वा चिथोरेपछि 9 दिनदेखि 90 दिनभित्र लक्षण देखिन्छ, तर यो अवधि फरक पर्न सक्छ। कतिपय अवस्थामा 5 देखि 6 दिनमै लक्षण देखिन सक्छ भने कहिलेकाहीँ वर्ष दिनपछि मात्र पनि लक्षण प्रकट हुन सक्छ। यदि टोकिएको वा चिथोरेको भाग मेरुदण्डको नजिक भएमा लक्षण छिटो देखा पर्न सक्छ। रेबिजका लक्षणहरू: पानी वा हावासँग डराउने, बेला बेला बेहोस हुने, अस्वाभाविक व्यवहार गर्ने, अनावश्यक कराउने, हल्ला मचाउने। यस्ता लक्षण देखा परेपछि केही दिनमै बिरामीको मृत्यु हुने सम्भावना अत्याधिक हुन्छ। रेबिजबाट जोगिन गर्ने कार्यहरू: सकेसम्म जनावरको टोकाइ वा चिथोर्नबाट जोगिनुपर्छ। यदि कुनै जनावरले टोकेमा वा चिथोरेको खण्डमा तुरुन्तै अस्पताल जानुपर्छ। चिकित्सकको सल्लाह अनुसार खोप लगाउनुपर्छ। जनावरले टोके वा चिथोरेमा गर्ने कार्यहरू: टोकिएको वा चिथोरेको भागलाई सफा पानी र साबुनले कम्तीमा 15 मिनेट धुनुपर्छ। टाका लगाउनु हुँदैन। बेसार टुथपेस्ट जस्ता चिजहरू लगाउनु हुँदैन। जतिसक्दो चाँडो अस्पताल पुगेर चिकित्सकको सल्लाह अनुसार खोप लगाउनुपर्छ। सरकारी स्वास्थ्य संस्थाहरूमा रेबिज विरुद्धको खोप निशुल्क रूपमा उपलब्ध हुन्छ।